आज हामी मौला यो माथिको डाँडै डाँडा सुके पोखरी अनि यो डाँडै डाँडा जान्छौँ। मेरो मौला गाउँ छु पारि हो त्यहाँ पारि यो रुखमा कत्रो ठुलो रुख छ, कस्तो पुरानो पुरानो रुख छ, कत्रो ठुल्ठुलो। अनि हाम्रो घर चाहिँ ऊ तल छ, यो चाहिँ हाम्रो घर हो। ठ्याक्कै यसलाई चाहिँ मरिनु खोज्दैन। हे भगवान प्रेमानंदी, ये क्या हुआ, ये क्या हुआ? गमछा भी खुल गया, नस्ता हो गया। ओ किस रहा यहाँ कानहरु चिसो भइसक्यो जाउँ नि। तसै घाम लागेर चाहिँ यता पुरै त्यहाँ त साँच्चै लास्ट चिसो। लास्टै चिसो छ, जग्गा यस्तो छ केही कुहिरो लिएन नि तलतिर खाना नखाएर पर पुगेको एउटा छु एक्लै नै जाडो छ। आमा यस्तो के जग्गा त राम्रो छ नि, तर कुहिरो एकदम खतरनाक कुहिरो, भयानक कुहिरो के। ओ माई गॉड गाइस, हेर यहाँ, हेर पानी पाक। हामी लभली यसो गरेर पानी पर्न आँट्यो, हामी हिँड्दैछौँ यसरी। अनि हाम्रो माथिपछि डाँडा यहाँनिर त पानी पर्न आँट्यो यसरी। लभली पानी पर्न आँट्यो, यति मजाले मिलेको बाटो हेर त नि, मान्छेले बनाएको। अनि यसो धार सफ्ट नजिक रहने अङ्कल त भाइ पनि नफालिदिनु होला प्लास्टिक चाहिँ। यस्तो दामी र यो चाहिँ कहाँ ट्रेकिङहरू गर्नेलाई मेरो मम्मीको लागि जाने बाटो कस्तो दामी मिलाएको। ओ यति लेभल हेर त नि, आम्मा सिमेन्टले ढलाइ गरे जति क्या सिधा दामी, कस्तो दामी मान्छेहरूले टेन्ट लगाएर काम गरिरहेको छ नि, यतातिर दामी जग्गा छ।
झरेर क्याक